नमस्ते, वेलकम टु एस्ट्रोभिजन। यदि तपाईँको लग्नमा 4 नम्बर लेखेको छ भनेको तपाईँ क्यान्सर लग्नको हुनुहुन्छ वा राशिको हुनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि हो। राशिले चाहिँ त्यति धेरै फलादेश नफलो गर्नुहोस्, मेन चाहिँ लग्नबाट हेरिन्छ है। तपाईँको यदि कर्कट लग्न छ भने तपाईँको लागि भिडियो हो र तपाईँको लग्नमा के लेखेको हुन्छ 4 नम्बर लेखेको हुन्छ। अब तपाईँको लागि मङ्गल र केतुको ट्रान्जिट कहाँ हुँदैछ त? सेकेन्ड हाउसमा हुँदैछ। तपाईँले यदि 8 नम्बर लेखेको घर हेर्नुभयो भने कहाँ हुन्छ? फिफ्थ हाउस हुन्छ। तपाईँले 1 नम्बर लेखेको घर हेर्नुभयो भने 10औँ घर हुन्छ। केन्द्र र त्रिकोणको घर भनेको राम्रो घर मानिन्छ होइन। त्यो राम्रो घरहरूको मालिक मङ्गल कहाँ गएर बसेको छ त? सेकेन्ड हाउसमा गएर बसेको छ। दिस इज भेरी गुड फर फ्यामिली होइन। यो भनेको कर्कट राशिलाई मङ्गल चाहिँ एउटा राम्रो ग्रह हो होइन, यसले राम्रो रिजल्ट दिन्छ। तर मङ्गल केतुको युति के हो त? विस्फोटक युग हो। सो मङ्गल र केतुले गर्दा तपाईँको बाणी बोलीले गर्दा घर परिवारमा झगडा पर्न सक्छ होइन, धन सम्पत्ति डुबाउन सक्नुहुन्छ। सो पैसा चाहिँ आउँछ होइन, तर स्टिल त्यो पैसा के छ त? डुब्न सक्ने चान्स एकदम हाई छ। जुवाहरू खेल्नु भएन होइन, रिस्क लिनु भएन पैसाको। पैसा चाहिँ अलिकति तपाईँले सञ्चय गरेर राख्नु पऱ्यो, किनभने धन सम्पत्तिको भावमा गएर मङ्गल र केतुको युति भएको छ। केतु सेकेन्ड हाउसमा त्यति राम्रो मानिँदैन। तपाईँलाई फुडहरू एकदम विचार गरेर खानुपर्छ। फुड पोइजनिङ हुने चान्स एकदम हाई हुन्छ, किनभने खाना सम्बन्धी हेर्ने पार्ट पनि के हो? सेकेन्ड हाउस हो है। यहाँ चाहिँ के भइरहेको छ? एउटा आगो लागिरहेको छ। सो त्यहाँ केही न केही इस्यु हुनसक्छ भन्छ है। अब केतुले के गर्छ? काट्ने काम गर्छ। अब कहाँ काटिरहेको छ त? फेसतिर भनेपछि कहिले कहिले घाउ चोटपटक लाग्यो भने मुखमा दाग लाग्ने वा खतहरू बस्न सक्ने, मुखमा केही न केही चिजहरू चाहिँ यो पार्टमा चाहिँ तपाईँलाई दाग धब्बाहरू आउन सक्ने, एक्सिडेन्टहरू हुनसक्छ। वा मुखभित्र पनि अल्सरहरू आउँछ, कति मान्छेलाई दागहरू आउँछ, घाउहरू आउँछ। त्यो हुन सक्ने चान्स एकदम बढी छ। जस्तो मैले फुड पोइजनिङ भने किनभने खानाबाट हुने चिज भएर नर्मली हामीले थाहा भएको चिज हो। त्यस्तै अरू पनि चिज हुनसक्छ जुन चाहिँ तपाईँको माउथ रिलेटेड इस्युजहरू आउनसक्छ।